सारे जग को बनाने वाला एक है मुरली वाला। कोई है राजा कोई भिखारी, खेल है उसका निराला। हरे कृष्ण सबैजना साथीहरुमा। अनि साँच्चै नै उसको खेल यति साह्रो निराला रहेछ भनेर चाहिँ हामीले हिजो अनुभव गर्न पायौं है। हामी चाहिँ सधैँ एभ्री सन्डे हाम्रो होलिडे चाहिँ इस्कन टेम्पल जाने गर्थ्यौं, जुन टेम्पलमा अहिले चाहिँ रिनोभेसन चल्दैछ अस्तिको सन्डेदेखि। र हामी चाहिँ एकदम चिन्तित थियौं कि के गर्नुपर्ने हो, सेवाहरू पाउँछौं पाउँदैन भनेको त। यहाँनिर हेरिहाल्नुहोस्, सेवा चाहिँ यस्तो र मजाले गर्नु पायौं। साथसाथै हामीले प्रसादमहरू यहाँनिर हामीले लिनु पायौं हैन, बनाउनु पायौं हामीले यहाँनिर आएर। अनि अहो भाग्य हाम्रो है, हाम्रो सखीहरूले सबैजनाले नै सबैजना चिन्तित थियौं है। अनि साथसाथ हामीले गीता श्लोकहरू गर्न पायौं। यहाँनिर फेरि अर्को जग्गा एउटा मात्र हैन, हामी 3टा सेन्टर गयौं है। हाम्रो माताजी आउनुहुँदैछ, उहाँ प्रभुजीले चाहिँ हामीलाई गाइड गरेर लानुहुँदैछ। अनि साथीहरु यो चाहिँ एकदमै नौलो जग्गा हो हाम्रो लागि है, एकदमै नयाँ इस्कनको हाम्रो प्रभुजीहरु बिचाराहरु है, उहाँहरु आएर चाहिँ उहाँहरुले चाहिँ अब आफ्नो कर्म पनि गर्दै हैन, आफ्नो परिवार छोडेर यहाँनिर कति राम्रोसँगले सजाउनु भएको रहेछ। भक्ति पनि गर्दै रेन्टलमा एउटा किराय रुम लिएर चाहिँ यसरी सिंगारेर राख्नु भएको रहेछ। र हामीलाई पनि यहाँ अवसर हाम्रो प्रभुजीहरुद्वारा हामीले पायौं कि जगन्नाथजीको है, अस्ति हाम्रो जगन्नाथजी जानु भएको थियो, अब रिनोभेसन गर्दाखेरि निकाल्नु भएको थियो। तर आज हामीले फेरि अर्को यहाँ आएर यसरी पाउँदा चाहिँ हामी बहुत विभोर भयौं है। हामी अब त्यही हो, अब हामी सधैँभरि कीर्तनमा हामी नाच्ने झुम्ने एउटा हामी रमाउने, हाम्रो सन्डे होलिडेलाई हामी भक्तिमय बनाउने हाम्रो जुन थियो नि एकदमै पूरा भयो। अनि प्रसादम फेरि यहाँ फेरि हेर्नुहोस्, यहाँ पनि चिन्ता त यति साह्रो भइरहेको थियो शनिबारदेखि के खानु होला अब भनेर। त्यसको लागि त भगवानले यति साह्रो मिलाइदिनु हुँदो रहेछ नि, हामीले त सोचेको पनि थिएनौँ क्या। फेरि हामी अर्को जग्गा फेरि अर्को टेम्पल हामीलाई लाँदैछ है। उहाँ चाहिँ हाम्रो पिताजी हुनुहुन्छ, पिताश्री है। उहाँ चाहिँ पिताश्री चाहिँ हामी किन भन्छौँ भने अब हामीलाई एकदम गाइड गर्नुहुन्छ उहाँ पिताश्री चाहिँ। हाम्रो मूल इस्कनको चाहिँ इन्चार्ज हुनुहुन्छ नि त, किचन इन्चार्ज। सो त्यो भएर चाहिँ हामीलाई पुरा अब पहिला पनि पुरा हामीलाई मतलब अब केयर गर्नुहुन्थ्यो क्या उहाँले। अनि भन्छ नि भगवानले तपाईँ हामी सबैलाई है भनेको छ है, मेरो लागि तिमीहरूले 1 कदमबाट तिमीहरूको लागि म 10 कदम बढाउँछु भनेको चाहिँ हिजो अनुभव हामीले पायौं है। हामी चाहिँ यति साह्रो चिन्तित सबैजना है कि के गर्नुपर्ने हो, यो सन्डे चाहिँ कहाँ गएर बस्नुपर्ने हो, किनभने हामी त दिनभरि मन्दिरमै बिताउने हामीलाई बानी छ है। तर हेर्नुहोस् न कृष्णजीको असीम कृपा, अगाडि पछाडि हामी प्रभुजी त्यही हो है, हामी पनि माताजीहरू है भन्नुहुन्छ हामीलाई, हामी त्यही हो। तर हामीलाई अगाडि पछाडि लगाएर चाहिँ यति साह्रो गाइड गराएर हामीलाई एउटा बच्चाहरू जस्तो है, नानीहरूलाई जस्तो सम्हालेर लानु हुँदैछ, त्यो भिडदेखि बचाएर लानु हुँदैछ है। अनि यहाँ हल चाहिँ हामीले हाम्रो प्रभुजीहरूले चाहिँ अरेन्ज गर्नुभएको थियो। त्यहाँदेखि हामी चाहिँ यहाँनिर फेरि त्यही त हो, अब यहाँ पनि हामी तुलसी आरती मात्रै योपालि हामीले 3 पल्ट 3 जग्गा गर्नु पायौँ है। खाना त झन् कति हो कति, कृष्णले भनेको जस्तो क्या, तिमीहरूले किन सुर्ताउँछस्, तोहरूको लागि त म छु नि भनेको जस्तो। आम्मामा हामीलाई त भन्नु न, खाना पनि त्यत्तिकै, सेवा पनि त्यत्तिकै, दर्शन पनि त्यत्तिकै। योपालि त झन् हाम्रो त एकदम कृष्णमय भयो है। वसुदेव सुतं देवं कंसचाणूरमर्दनं देवकी परमानन्दं कृष्ण वन्दे जगद्गुरुं रुक्मिणी